नमस्ते एन्ड गुड इभिनिङ एभ्रिवान। आज म आइसकेको छु तपाईँहरूको लागि नयाँ ब्लग लिएर। यो मेरो मामा गाउँ हो र यहाँ हाम्रो मामा घरमा यहाँ काम हुँदैछ, ढलान रोडको ढलान हुँदैछ। आज म आफ्नो यसो बारीतिर पनि आएको छु। यो हाम्रो यहाँ कोरेसाबारीहरू पनि छन्। अब यसै गर्दा गर्दै हामी थोरै आज पानी ट्याङ्की घुमौँ भनेको भाइहरूलाई लिएर आएको छु। ओ भाइ यहाँ यस्तो यो भाइहरू हेलो गर्दा सबजना हेलो ओके। हामी कहाँ जाँदैछौँ रे केटा हो? यता आज त कहाँ गइरहेछौँ? पानी ट्याङ्की हो के छ र खासमा त्यहाँ? राम्रो त्यो त पानी ट्याङ्कीमा पानी दिन्छ कि यतिकै हो? त्यो त्यस्तै हो, अहिले दिँदैन रे पानी होइन। अहिले त्यहाँ चढ्न चाहिँ मिल्ने रहेछ, त्यसैले आज गएर खोइ ट्राई गरौँ भनेको। र आइसकेका छौँ पानी ट्याङ्कीभित्र। यहाँ हेर्नुहोस् पानी ट्याङ्की हो। अब हामी यसको माथि जानेछौँ। ल हेर्दै गर्नु। ओ भाइ भाइ हेड माथि हेर्दै गर त, केही बोल्दै गर। त्यो मेरो पनि के सबैले बनाए हो यो। म त यहाँ म त्यहाँ फर्स्ट टाइम आएको। अहिलेसम्म पानी सार्वजनिक भएको छैन गाइज होइन। यसो घुमेर आइदिउँ। ल यो हाम्रो इन्ट्रान्स गेट है, त्यहाँबाट छिर्नुपर्छ। हामी हिँड्दैछौँ। यहाँ हाम्रो तल ट्र्याक्टरहरू पनि छ यहाँ, अनि यतातिर हाम्रो खेतहरू छ। अनि ठ्याक्कै हेर्नु त यता हाम्रो ठ्याक्कै सन अस्ताउनै लाग्यो क्या सुरुजी त होइन। कता गए कोही आउँदैन त हो यो सुरुजी। त्यहाँ हेर्नुभयो तपाईँले? ल अब हेरिसक्यो। अब हामी सेकेन्ड फ्लोरमा आइसक्यौँ। अब अझै हिँड्दैछौँ। डर लागिरहेछ थोरै थोरै होइन, तर पनि केही छैन। आज माथिसम्म गएर बस्ने हो। भाइहरू हेर त टपमा जाँदैछौँ। मलाई थोरै थोरै यहाँ डर लागिरहेछ यहाँ, किनकि म हाइटमा यसो चढाइ खाएन नि त पहिला। एकचोटि चढेको छु यहाँ पनि। यहाँबाट तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। त्यो काम भएको ठाउँ त्यहाँ रहेछ। त्यहाँ तल हेर्नु भने कति टाढा यसको करिब आइसकेको छ होइन। नजिक पुरै। एउटा आउने बित्तिकै मुटु धकधक भइरह, तर पनि नआत्तिएर चुप हिँड्दै गरिरहेछौँ। ओ माइ गॉड, हाम्रो मामा घर होइन धेरै भनौँ न धेरै सानो गाउँ छ होइन, तर लास्ट ब्युटिफुल छ क्या। रोक्नु तपाईँहरूलाई म भ्यू हेराउँछु। यो खेतबारीहरू, अनि उता चाहिँ होइन उता हेर्नु, उता चाहिँ हाम्रो गाउँ मामा घर। अनि यो हाम्रो होइन यो देखिरहनु भएको तपाईँहरूले हाम्रो मामा घरको सानो स्कुल हो। अनि ठ्याक्कै यो पछाडि भिलेज, भेरी स्मल एन्ड स्विट भिलेज। र यहाँबाट दुइटातिर बाटो गएको रहेछ। त्यो बाटोमा हाम्रो ढलान चल्दैछ। हाम्रो मामाजीले गराउँदै हुनुहुन्छ। ल गाइज यो हेर्नुहोस् त, अब सबभन्दा रुफमा पुग्ने यही हो। त्यसपछि फाइनली हामी एचिभ गर्छौँ हाम्रो आजको टार्गेट मेन हो कि हामी माथि गएर फोटो खिच्छौँ। फाइनली हामी आफ्नो डेस्टिनेसन कम्प्लिट गरिसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो टप होइन। त्यहाँ माथि जान खोजिरहेको छैनौँ, किनकि यहाँ हाम्रो होल भइसकेको छ। त्यो पानी ट्याङ्कीभित्र जाने ठाउँ हो। यहाँभित्र गएपछि फेरि बाहिर नआउन पनि सकिने सम्भावना हुनसक्छ भनेर हामी भित्र नगएको। अनि यो हेर्नुहोस् यहाँबाटको भ्यू, पुरै भिलेज होइन। त्यो हुन्छ नि पुरै हरियाली भन्ने यही हो कि। आजकल त यो सुक्खा परेको, किनकि सब खेतहरू काटिसक्यो होइन, धानहरू बालीहरू। अनि ऊ त्यो सानो गाउँ, सानो र सफा र ब्युटिफुल है त गाइज। आजको भ्लग हामी यहीँ कम्प्लिट गर्न चाहन्थ्यौँ, तर तपाईँहरूलाई अब यहाँ डरको कारण होइन व्यक्त गर्न सकिरहेको छैन होइन। फेरि तल जान्छौँ अनि त्यसपछि तपाईँले हामी यसको इन्डिङ भन्छौँ। हस् अहिले जोडिरहनु है हामीसँग। तल आइसकेका छौँ गाइज होइन। डरले त मेरो पुरै के भनौँ अब भन्न नसक्ने हो, तर पनि लास्टै डर लागेको थियो होइन। अब बल्ल त्यो एउटा लास्टको भर्याङ थियो नि त्यो ब्ल्याकवाला, त्यो भर्याङमा चढ्दाखेरि त मेरो पुरै सासै अड्किरह्यो कि। अनि अब यो झर्ने बेला त ठिकै हो। अब झर्दैछ हामीहरू। यसो तल हेर्न सक्नुहुन्छ, रोक्नुमा हेराउँछु है। लगभग 7-8 तले छ तल। अझै हामीलाई जानुपर्ने होइन। 10 तले त हुनुपर्ने होइन। त्यही अब 10 तले जति तल हामी झर्छौँ। अनि त्यसपछि
सायद मेरो मुटु धड्किन छोड्छ होला किनकि धेरै जोड जोडले धड्किरहेछ नर्मल मुटुभन्दा चाहिँ धेरै हो ओइ भाइहरू आइज तिमीहरूलाई डर लाग्यो होइन ए यिनीहरूलाई डर लाग्दैन अरे कि यहाँको लोकल हो नि त मेरो भाइहरू जिग्रा भएको केटाहरू हो नि त होइन ल हामी अब आइसक्यौँ तल यता हेर्नु त्यहाँ माथि टपमा पुगेको थियौँ हामी अब आइसक्यौँ अब हामी उता जाँदैछौँ मामाले गाली गर्नु भइरहेको थियो अनि छिटो छिटो भागेको त्यहाँबाट अब अब आउँदैछौँ हामी त्यहाँ गएर के थाहा गाली खाने हो कि थाहा भएन होइन खायो नि केही फरक पर्दैन आज यसो एक्सपिरियन्स गऱ्यो होइन यहाँ टपमा पुगेको थियौँ नि त गाइज हामी कस्तो मुटु अहिलेसम्म धड्किरहेको छ कोही जोर जोरले क्या एउटा हाम्रो मन्दिर छ सानो यहाँ एउटा त्यहाँ पनि यता मन्दिर भएको हो होइन यहाँ अनि हाम्रो यता बारी छ र म देखाउँछु तपाईँलाई यसमा के प्याजहरू लगाएको छ अनि यो बारी भयो सानो यसमा हामी तरकारीहरू थरी थरी उब्जाउने गर्छन् यो पुरानो यहाँको सबैभन्दा पुरानो सानो स्कुल छ होइन स्कुलमा हाम्रो मम्मीहरूले पनि पढ्नु भएको छ अनि अहिलेसम्म उहाँले यहीँ पढाउनुहुन्छ यो स्कुल रोकिसकेको छैन अब होइन आजको लागि रेस्ट अनि अब हामी मामासँग भेट्दैछौँ हेलो मामा से हाई हेलो लेट्स गो अब हामी नास्ता खान जानु ल आजको लागि यहीँ टाटा बाई बाई एगेन्स बाई बाई